हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो एउटा अर्को नयाँ युट्युब भिडियोमा। आजको यस भिडियोमा हामी इन्जिनियरिङ म्याथमेटिक्स थर्ड सेमेस्टरको रेट मेजरमेन्ट भन्ने टपिकबाट एउटा एक्जामको लागि इम्पोर्टेन्ट क्वेशन लिएर आएका छौं। यो टपिकबाट हरेक एक्जाममा 2 मार्क्स क्वेशन कम्पलसरी रूपमा सोध्ने गरिएको छ। सो ढिला नगरी हामी आफ्नो क्वेशनतिर लागिहालौं। सो हाम्रो क्वेशनमा के भनिएको छ भने द साइड अफ स्क्वायर शीट इज इन्क्रिजिङ एट द रेट अफ 5 cm per minute. At what rate is the area is increasing when side is 12 cm? एउटा कुनै स्क्वायर शीट दिएको छ। लेट अस सपोज यो कुनै एउटा स्क्वायर शीट दिएको छ अनि यसको साइड x छ, यसको साइड x छ, इज इन्क्रिजिङ एट द रेट अफ 5 cm per minute. जो यो x छ 5 cm एक मिनेटमा 5 cm इन्क्रिजिङ भइरहेछ हरेक साइडबाट। सो हामीले जब यो x 12 हुँदा यसको एरियाको रेट कति रेटमा एरिया इन्क्रिज भइरहेको छ यो कुरा पत्ता लगाउनु पर्ने हुन्छ। सो सर्वप्रथम हामीले यहाँ दिएको कुरालाई गिभन गर्नुपर्ने हुन्छ। सोलुसन लेट x बी साइड एन्ड a बी द एरिया। सो अब हामीलाई यो क्वेशनमा के दिएको छ भने dx by dt इक्वल्स टु 5। अब जुन हामीले रेट छ RATE रेट इक्वल्स टु गिभन डाटा बाई टाइम। कुनै पनि रेट दिएको छ भने हामीले त्यो कुन चीजको रेट दिएको छ बाई टाइम गर्दा हामीले यसरी लेख्न सक्छौं। अब यहाँ रेट साइड यहाँ साइडको रेट दिएको छ, साइड हामीले x कन्सिडर गरेका छौं। सो साइडको रेट dx by dt इक्वल्स टु 5। अब यति भइसकेपछि अब हामीले के निकाल्नु पर्ने हो? के निकाल्नु पर्ने हो भन्दा एरिया। रेट इज द एरिया इन्क्रिजिङ। अब एरियाको रेट निकाल्नु पर्ने हो। एरियाको रेट मिन्स dA by dt। हामीले यो कुरा फाइन्ड गर्नुपर्ने हो। सर्वप्रथम यहाँ a दिएको छ अनि यहाँ x छ। अब a र x दुई क्वान्टिटी बीचको रिलेसन एट फर्स्ट हामीले पत्ता लगाउनु पर्ने हुन्छ। सो हामीलाई थाहा छ यहाँ स्क्वायर शीट हो, स्क्वायर शीटको एरिया सिन्स एरिया अफ स्क्वायर शीट a इक्वल्स टु हुन्छ साइडको स्क्वायर और x को स्क्वायर। अब हामीले a इक्वल्स टु x स्क्वायर थाहा भइसकेपछि अब डिफरेन्शिएटिङ बोथ साइड विथ रिस्पेक्ट टु t गर्नुपर्छ। अब dA बाई dt निकाल्नु पर्ने हो। अब dx स्क्वायर बाई dt। अब यसमा चेन रुल लगाउँदा dx स्क्वायर बाई dx डट dt। अब यसको डिफरेन्सिएसन हुन्छ 2x। अब हामीलाई यहाँ सबै कुरा निकालिसक्यौं। अब हामीलाई x को भ्यालु यहाँ x को भ्यालु क्वेशनमा 12 cm दिएको छ अनि dx by dt को भ्यालु हामीले dx by dt को भ्यालु पनि क्वेशनमा हामीलाई 5 दिएको थियो। सो अब यसमा x र dx by dt को भ्यालु पुट गर्नुपर्छ। सो पुट गरेपछि 120 cm स्क्वायर पर मिनेट आन्सर आउँछ। सो यही नै हाम्रो dA by dt हुन्छ। मिन्स यो नै हाम्रो इन्क्रिजिङ रेट अफ एरिया हुन्छ। सो तपाईहरुलाई यो क्वेशन एक्जाममा आयो भने तपाईहरुले यसरी नै सोल्भ गर्नु होला। यो क्वेशन एक्जाममा कम्पलसरी रूपमा आइरहेको हुन्छ। यो 2 मार्क्स को भए पनि एकदमै इम्पोर्टेन्ट क्वेशन रहेको छ। सो तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो प्लिज च्यानललाई शेयर, लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्नु होला। थ्यांक यू।